अनि हजुरलाई बिहे गर्नको लागि कस्तो केटा चाहियो? मलाई त मेरो स्ट्यान्डर्ड देखेर मेरो लुक्स देखेर हैन मलाई यो अहिलेको जमानामा चाहियो 1-2-1.5 लाख कम पैसा कमाउने केटा चाहियो। 1-1.5 लाख पैसा कमाउनु चाहियो। त्यो भन्दा तलको चलेन। त्यो भन्दा तलको त म बिहे गर्न सक्दिन। यसो खोज्दै गरौँ न नि है। त्यो भन्दा तलको त पैसा कमाउने केटा चाहिएन, मलाई त चाहियो 1-1.5 लाख। 60-70 हजार कमाउनु चाहिएन। नै त्यो त चाहिएन। त्यतिले पुग्दैन। पुग्दैन त्यतिले। हेर्नु न यार स्ट्यान्डर्ड हेर्नु, लुक्स हेर्नु मेरो यहाँ कति बवाल छ। तपाई लिपस्टिक नै कतिको लगाउनुहुन्छ? लिपस्टिक त लाउँछु म 24-25 सयको। 24-25 सयको लिपस्टिक। त्यही हो त। अनि यति राम्रो यो फेसमा कुन साबुन अथवा फेस वास के युज गर्नुहुन्छ? कोल्डिरिङ। कोल्डिरिङ गर्नुहुन्छ? त्यही त अब यसरी एकदम राम्रो हुनुहुने रहेछ तपाईँ हैन? खुसी लाग्यो। ठिक छ। त्यसको ल यही भिडियो मार्फत चाहिँ 1-1.5 लाख कमाउने उहाँको लागि चाहिँ उहाँको पर्सनालिटी उहाँको चाहिँ हैन सौन्दर्यता उहाँको चाहिँ फिगर देखेर 1-1.5 लाख भन्दा तलकोले चाहिँ आश नगर्दा हुन्छ। जसले चाहिँ 1-1.5 लाख भन्दा माथि 2 लाख 5 लाख कमाउनुहुन्छ उहाँलाई तपाईले पाउन सक्नुहुन्छ हैन? त्यसको लागि चाहिँ कन्ट्याक्टमा चाहिँ मेसेन्जर के अरे कमेन्टमा चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ कमेन्ट बक्समा हैन? अनि ध्यानमा राख्नुपर्ने कुरा चाहिँ 1-1.5 लाख भन्दा माथि तलको 60, 70, 90, 95 हजारको मतलब छैन हैन? उहाँको चाहिँ स्ट्यान्ड उहाँको यो टी सर्ट मात्रै 24-25 हजारको लाउनुहुन्छ हैन? हजुर हजुर। प्यान्ट टी सर्ट गरेर लगभग 60-70 हजारको उहाँको शरीरमा अहिले मात्रै छ। त्यो हिसाबले चाहिँ तपाईँ यदि कोही अलिकति खानदानी हैन हुनुहुन्छ भने चाहिँ कन्ट्याक्ट गर्नु होला। नमस्ते।